सुरला ngatang ngomino हेलो सो फ्याफुल्ला नमस्कार। आज मिति 2082 साल माघ महिनाको 13 गते मङ्गलबार। आज मङ्गलबारको दिन पारेर आज हामी एउटा मङ्गल कार्य गर्दैछौँ। यो धादिङ जिल्लाको नेत्रावती डब्चङ गाउँपालिका र नुवाकोट जिल्लाको मेगङ गाउँपालिकाको सिमानामा पर्ने पवित्र धार्मिक पर्यटकीय स्थल वाका क्षेत्रमा आजको मङ्गलबारको दिनमा एउटा शुभ मङ्गल कार्य गर्दैछौँ। यो मङ्गल कार्य के हो भन्ने बारेमा चाहिँ हाम्रो नेपाल अहिंसावादी बौद्ध धर्म विश्रान्ति चक्र सङ्घको केन्द्रीय उपाध्यक्ष र यो वाका क्षेत्रको विकासको लागि निरन्तर लागि परेको एउटा विकास अभियन्ता जम्बल दोर्चे डुक्खाङ गुम्बाको चाहिँ संस्थापक अध्यक्ष हाम्रो आदरणीय काका धनसुर वैभवज्यू हुनुहुन्छ। म उहाँसँग सोध्न चाहन्छु आजको यो मङ्गल कार्यको बारेमा चाहिँ सबैजनालाई चाहिँ जानकारी दिनुहुन म हार्दिक अनुरोध गर्न चाहन्छु। आजको यो हामी जुन कार्य गर्दैछौँ यसको बारेमा तपाईँले चाहिँ सबैले बुझ्ने गरी सरल भाषामा भनिदिनु हुन म अनुरोध गर्न चाहन्छु। धन्यवाद। यहाँ चाहिँ नि यो 2062 सालदेखि नेपाल अहिंसावादी बौद्ध धर्म विश्व शान्ति चक्र सङ्घको संस्थापक रेम्बुछे गुरु ज्ञानसागर लामाज्यू र नेपाल अहिंसावादीको यो केन्द्रीय महासचिव प्रेमदोर्चे बललामाज्यू र धादिङ जिल्लाको शाखा अध्यक्षको रूपमा म धनसुर वैभव हामी तीनजनाको विचारबाट चाहिँ यो धादिङ जिल्ला र नौगढ जिल्लाको सिमानामा पर्ने नेत्रवती डब्चङ गाउँपालिका वार्ड नम्बर 3 यो गैरा टोलको माथि धार्मिक पर्यटक क्षेत्र वाका जम्बल गुम्बाको डाँडा मुनितिर हामीले यो डाँडाहरूमा यो वाका क्षेत्रको लागि विकास गर्नुको लागि नेपाल अहिंसावादी बौद्ध धर्म विश्व शान्ति चक्र सङ्घको केन्द्र अध्यक्ष छेन्द्रेम्बुछेको अध्यक्षत्वमा हामीले धादिङ जिल्ला र नौगढ जिल्लाको 108 जनाको समिति गठन गरेर हामीले यो गुरु रेम्बुछेको मूर्ति सुरुवात गरेको। त्यो बेलादेखि यहाँ म बस्दै आएको यो ठाउँमा प्रमाण नभएको कुरा हो। सपनामा या विवनामा चाहिँ यहाँ यस्तो हुन्छ कि भनेर हेरेकोले गर्दाखेरि सपनामा देखेको होला। मैले चाहिँ पूर्वतिर सुतेको बुद्ध जस्तो सपनामा देखेर यहाँ हेर्न आउँदाखेरि साँच्ची नै यहाँ प्राकृतिक रूपले भगवान बुद्धको मूर्ति सुतेको जस्तो पूर्वतिर टाउको गरेर ठ्याक्कै करिब नाप्दाखेरि 40 देखि माथि 50 देखि मुनिमा यो आकृति ठिक्कै अहिले टाउको निकालेर नाकमुख निकाल्यो भने टाउको जस्तो पनि छ, हातहरू जस्तो पनि छ, खुट्टा जस्तो पनि छ, पैदलहरू ठ्याक्कै मिलेको छ। त्यसकारणले यो ठाउँमा चाहिँ यस्तो बुद्धको मूर्ति बनाउने भनेर चाहिँ हामीले सोचेर बसिरहेको थियो। ठिक्कै यो समयमा अहिले 2082 साल आएर यो माघ महिनाको 13 गते मङ्गलबारको दिनमा यो मङ्गल कार्यलाई हामीले सुरु गर्नु लागेको छ। किन भन्दाखेरि योभन्दा पहिले पनि जति पनि हाम्रो यो धर्मप्रेमी महानुभावहरू दाजुभाइ दिदीबहिनी इष्टमित्रहरूले नि तपाईँहरूको सहयोगले नि हामीले यहाँको विकास गरिरहेको थियो। अझै पनि यो मौका फेरि हामीले पाएको छ। यसमा पनि तपाईँहरूको सहयोगै चाहिँ छ। यो आजदेखि सुरु हुँदैछ। हाम्रो यो सुरु गर्नुको लागि हाम्रो खेबज्यू आउनु भएको छ। खेबज्यूको अब ठाउँ कहाँ रे ठेगाना? ललितपुर जिल्ला। उठ्नुहोस् न हजुर, बताइदिनुहोस् न हजुरको परिचय। ल
उहाँसँग अब हामी यहाँ कामको जिम्मा दिएको छु हाम्रो समितिले। उहाँले अब कति दिनमा तयार गरिदिने हो, अब कति फिटको हुन्छ, अब गर्दै गएपछि कोही अब काट्दै गएपछि छोटो पनि होला, लामो पनि होला, धेरै पनि होला, कम पनि होला, ठ्याक्कै अब भनेको जस्तो त नहोला, ढुङ्गा काट्ने हो। यसमा उहाँले अब उहाँको परिश्रम त हामीले दिनै पर्छ। हामी सबै मिलेर उहाँलाई सहयोग गरौँ। उहाँले हामीलाई एकदम ठुलो सहयोग गरेर चाहिँ नि काम गर्नुको लागि उहाँ आँटेर आउनु भएको छ। उहाँको परिचय उहाँले दिनुहुनेछ। नमस्ते, म सुखराम डिमडुम र मेरो घर चाहिँ ललितपुर जिल्ला गोदावरी नगरपालिका 7 देवीचौर र म चाहिँ अहिले चाहिँ पाटनमा बस्दै आएको छु र पाटनतिरै कारखाना छ र मलाई यो क्षेत्रमा लागेको चाहिँ लगभग मैले 20-21 वर्ष चाहिँ भयो। अनि अहिले आएर चाहिँ अब यहाँ चाहिँ यो हामीले बुद्धको मूर्ति चाहिँ निर्माण बुद्ध सिम्ज्याङ बुद्ध भनौँ। हजुर, सिम्ज्याङ बुद्ध नाम राखिदिनु भएको छ। उहाँ हाम्रो सिम्ज्याङ बुद्ध चाहिँ हाम्रो लगभग 42 फिट चाहिँ हाम्रो पहिला चाहिँ 42 फिट बनाउने भन्ने थियो। अहिले नापेर हेर्दा लगभग 42 देखि 50 फिटसम्म चाहिँ आउने भएको छ। यो चाहिँ तपाईँको अनुमानमा कति महिनामा चाहिँ यो सकिन्छ होला? अब हाम्रो चाहिँ मेरो मेन टार्गेट भनेको चाहिँ अब 3 महिना, हाम्रो समथिङ 3 महिना लाग्छ। 3-4 जनाले काम गर्दाखेरि हजुर 3 महिनाभित्रमा चाहिँ सकिन्छ। अब यो हाम्रो सुतेको भएको भएर चाहिँ त्यति धेरै चाहिँ काट्नु पर्दैन। त्यो माथि अब हाम्रो यो जस्तै आकृति जस्तै पनि छ टाउको ठाउँमा। अब त्यो हात खुट्टाहरू चाहिँ धेरै सुलुप जानु पर्दैन, त्यस्तै आकृति आइरहेछ। त्यही भएको हिसाबले अलिक छिटै सकिन्छ। ल, अब हाम्रो यो चाहिँ बुद्धको यो ढुङ्गाको पहरामा यो ढुङ्गा नै काटेर होइन, अब प्राकृतिक रूपमा पनि यो बुद्धको आकृति जस्तै देखिन्छ। यसलाई चाहिँ अब हामीले भनौँ न मेसिनको प्रयोग गरेर ढुङ्गै काटेर जुन खालको एउटा मूर्ति बनाउने कार्य आजबाट थालनी गर्दैछौँ। यो चाहिँ अब तपाईँ हामीले सोचेको जस्तै होइन टाइममै राम्रोसँग चाहिँ सकाउनको लागि सबै महानुभावहरूले चाहिँ सहयोग पनि गरिदिनको लागि म अनुरोध गर्न चाहन्छु। र यो मूर्ति चाहिँ अब हामीले बनाइसकेपछि जुगौँ-जुगसम्म रहनेछ होइन। जबसम्म यो धरती रहन्छ त्यति बेलासम्म पक्कै पनि यो रहनेछ होइन। अरू सिमेन्टको जस्तो फाइबरको जस्तो त्यो अब यसको कुनै डेट हुँदैन। यो चाहिँ अजर अमर रहनेछ। अब अन्तिममा बाबु केही छुटेको कुराहरू केही भन्नु छ? अब छुटेको कुरा भनेको नि अब सबैले देखिआएको हो। हामीले अब सहयोगै गर्नुपर्छ। अहिलेसम्म सहयोगै गरेर आउनु भएको हो सबैले। हजुरहरूको चाहना अनुसार नै अब यहाँ बनाइरहेको छ। यो विकास अझै अगाडि बढ्दैछ। यो नेपालको लागि एउटा ठुलो ऐतिहासिक पनि हो। किन भन्दाखेरि यो धेरै जस्तो भगवान् बुद्धको चाहिँ यो ढल्किएको मूर्तिहरू चाहिँ दाहिनेपट्टि हुन्छ भने तर यो चाहिँ उल्टो बायाँपट्टि छ। यो एउटा तपाईँको ध्यान बसेको या आराम गरेको जस्तो छ। त्यसले गर्दाखेरि यो पूर्वपट्टि फर्किएको चाहिँ बायाँपट्टि सुत्नु भएको चाहिँ धेरै कम छ। यसले गर्दाखेरि यो नेपालमा अहिले भगवान् बुद्ध जन्मेको भएको ठाउँमा पनि यसरी बायाँपट्टि सुतेको चाहिँ हामीले यो बुद्धको मूर्तिहरू भेटेको छैन, देखेको छैन। तर यहाँ चाहिँ प्राकृतिक रूपले नि यो पारा नै त्यस्तो भएको कारणले हामीलाई यो बनाउनु परेको हो। धन्यवाद। लसु।